हिन्दी लोग हेलो सारे मेरे भाई के गर्ने सोल्डे यार सोल्डी के गर्ने त सोसाइटी लाग्दैन तिमीलाई म आउँछु भने हैन फेरि लाग्छ नि दादा सोल्डी ए ल्याङ गर्छ यार के त 8000 लिएर आएको छु मेरो यसमा मोबाइल पनि दिने अगाडि पनि कार्ड एलोको पनि दिइहाल्नु मलाई ल फटाफट ल्याङ नगर है मोरी सारे दिनबाट पुलिस टेन्सन हुन्छ है ल्याङ हुन्छ सोल्डी अब टेन्सन धेरै हुन्छ त्यही त हो दिने पनि लास्ट ल्याङ गर्छ के सोल्डी ल मेरो है सोल्डी दिया छ फेरि सोल्डी हो र सोल्डी यार ल हामी आज सुने सोल्डी आँखा नै हाल्ने ल अहिले नलिनु ल आँखामा अलिक गाह्रो हुन्छ लिनु नलिनु विश्वास गर न हामीले अलिक गाह्रो लाग्यो मती जाने ल्याइदिउँ न ल कस्तो यहाँ आँखामा पुरा डाहा गरेर आएको त यसले टाउको दुखाइरहन्छ यहाँ साथीहरू हाम्रो बिजनेस सकियो होइन ल मलाई गर्दा भनिदिनु ओके ल मेरो साथी मलाई होइन ओके सरी ल लाग्यो है ल ओके ल दिदी ल दिदी ल लाग्यो है हेलो साथी यार म यसो पिक्निक गएर आएँ यार साथी के हो यार क्याम्पस नि आउँदैन आजभोलि के हो केटा होइन साथी यार अब पिक्निक गएको मान्छे कहाँ क्याम्पस आउन सक्छ र यार साथीहरू पिक्निक गएर आएँ होइन अब भोलिदेखि आउँछु नि म ड्रग्स युज गर्ने केटाहरूसँग बसेको थिएँ क्या थिएँ अनि साथी त्यतिकै आएर नलगाउ न यार मेरो एकदम मन मिल्ने साथी हो क्या तिमी जस्तो मन मिल्ने पुरा व्यस्त हो क्या यार हो यार आजभोलि मलाई शङ्का लाग्न लाग्यो क्याम्पस नि आउँदैन अनि साथीहरूसँग सङ्गत पनि त्यस्तै छ के हो मलाई शङ्का लागिसक्यो होइन साथी तिमी यस्तो ल्याङ कुरा नगर न यार कस्तो कुरा गरे क्या फेरि घरमा कुरा लाउने काम नगर मेरो एकदम मिल्ने साथी हो क्या तिमी जस्तै साथी हो क्या तिमी जति मान्छे त्यतिकै साथी हो क्या ल म लाग्यो है त साथी हो यो मान्छेप्रति मलाई शङ्का लागिरहेको छ एकचोटि घरमा फोन गरेर अङ्कललाई चाहिँ बुझ्नु पर्यो है हेलो हेलो अङ्कल नमस्ते नमस्कार बाबु के छ हालखबर ठिक छ हजुरको के छ ठिक छ बाबु यार म अलि के छ हालखबर ठिकै छ कस्तो चलिरहेको छ व्यापार व्यवसाय यसपालि अलिअलि घाटै लागेको छ यार के गर्नु मेरो व्यापार चाहिँ हो अङ्कल अरू त खासै कुरा के होइन अङ्कल अस्ति नि आर्जेलाई बाटोमा भेटेको त्यस्तो क्याम्पस नि आउँदैन अनि आज पनि मैले यता डक्स भेटेको थिएँ होइन हजुर हजुर अनि क्याम्पस नि नआएको त्यसलाई 5-7 दिन भइसक्यो अनि एक्जाम आइसक्यो अनि हजुर एकचोटि घरमा कल गरेर बुझ्नु न के हो कुरा खास मेरो छोरो चाहिँ त्यस्तो फटा चाहिँ होइन यो पञ्चायतले फुटबलले गर्दा चाहिँ साथीहरूसँग जान्छु आफ्नो मम्मीलाई अलि अगाडि पनि भएको छ हजुर हो बिग्रिनु के हात त्यसलाई आज सम्झाउँछु मान्छे घरमा है त्यही त बुझ्नु पर्यो अङ्कल अब त्यस्तै छ मलाई त हुन्छ बाबु ल बेलुका पनि तिमी टाइम हुन्छ भने आऊ है ल आर्जीको मम्मी कहाँ गइछ फेरि एउटा साथीले खबर ल्याएको थियो अनि त्यो हाम्रो बाबुको बारेमा त्यो बुलकतिर लागेर व्यवसायतिर बुलक व्यवसायतिर लागेर जनमोही गर्नु थाल्यो अनि तिमीले सम्झाएनौ त घरमा कुरा सुनेर हुन्छ कि तिमी पनि उस्तै हो अरूले त जे पनि भन्छन् नि अब अरूले तिमीलाई हामीलाई राम्रो खाएको लाएको कहाँ देख्न सक्छन् त रिस मानेर कुरा काटेका हुन् के त्यस्तो चाहिँ नभन आज चाहिँ त्यसलाई सम्झाऊ है मैले चाहिँ यो अलिअलि सुनिरहेको छु त्यसको आया माया सुनिरहेको छु सोचो एउटै छोरो छ म चाहिँ बिजनेसतिर हुन्छु तिमीले केयर गर है अझै ए अरूको कुरातिर ध्यान नदेऊ न मेरो छोरो कहाँ त्यस्तो गर्छ कति राम्रो आज चाहिँ बेलुका अब आज चाहिँ त्यसलाई आएर सम्झाउँछु त्यसको साथी पनि आउँछ सम्झाउँछ है घरमा सम्झाऊ है ल साझा आयो म के रहेछ बुझ्छु नि त बाबुसँग ल ल ल आमा आमा ए के भयो बाबु भन्छ कता हुनुहुन्छ आमा म यतै छु बाबु यतै छु ए हो म आइपुगेँ है पिकनिकबाट अनि यहाँ बस्दा के हो तेरो यो हालत हेर होइन आमा यो गाडीको रिङ्गटा लागेर अलिकति गाह्रो भएको छ मलाई अनि तेरो ज्यान त पुरै सुकेछ आँखा पनि पाइलो अनुहार पनि पाइलो लागु पदार्थ त सेवन गरेनस् छैन आमा कहिले के भनेर त्यस्तो के कुरा लगाउनु भएको छ त गाउँले तेरो बाबाले मलाई दिनदिनै गाली गर्छन् तैँले छोरा बिगारिस् भनेको बेला पैसा दिएको गर्छस् छोराको केयर गर्दैन भन्छस् अनि बाबाले गाली गरिराखन् त्यो सङ्गत तेरो राम्रो छैन भने सुनिरहेको के हो बाबु होइन उनको
तपाईँको कुरा सुनेर ल्याङ गर्ने हो क्या आमा त्यही भएर तपाईँ ढुक्क हुनु क्या तपाईँको घर त्यस्तो बिग्रिँदैन क्या आमा मलाई विश्वास गर्नु न मेरो यसो टाउको दुखिरहेको छ गाडीमा पुरा बमेट भएर म त यसो सुत्न गएँ है आमा ल ल हुन्छ हात खुट्टा जोडेर रेस्ट गर बाबु ल ल आमा ल हेलो दिदी भन्न यार के भन्यो कहाँ हो दिदी कहाँ छस् ए म यतै घरमा थिएँ हिजोको सामानले लास्ट ल्याङ गऱ्यो क्या तिमी यहाँ त्यही भएर मलाई यसो अलिकति खान मन थियो होइन केही छ भने यसो भेटिहालौँ न आइज नि त यार उही पुरानो अड्डातिर आइज न अड्डातिर केही छ र तिमीसँग त्यस्तो मसँग त केही छैन पैसा लिएर आइज यार ए हो पैसा ठिक छ म पैसा हिसाबको व्यवस्था गरिहाल्छु होइन तिमीले त यसो के साथीहरूलाई केही बोलाएर त्यही चौकमा आइज नि त है ल पैसा लिएर आइज नि त पैसा लिएर आइज ल एकदम खास त है ल लास्ट ठिक भएको ल ल ल